हेलो फ्रेंड्स, वेलकम टू द अनदर क्लास। आजको क्लासमा हामी पढ्नेछौँ बेसिक एनिमेसन। आजको क्लास सकिसकेपछि तपाईले 3D 2D टेक्स्ट ग्राफिक अथवा जस्तोसुकै एनिमेसनको पनि फाउन्डेसन बुझ्नुहुनेछ। साथै लिनियर भर्सेस नन लिनियर एनिमेसनको बारेमा पनि तपाईले आज कम्प्लिटली बुझ्नुहुनेछ। यदि तपाई यहाँ फर्स्ट टाइम हुनुहुन्छ भने मेरो नाम हो आरकेडी सुरज, प्रोफेसनल भिडियो एडिटर, कलरिस्ट एन्ड ट्रेनर। हामी प्रोफेसनल भिडियो एडिटिङ सिरिजको डे 10 मा छौं। नेपालमा अझ पनि यति धेरै भिडियो एडिटिङ प्रिमियम क्वालिटी कोर्सहरु उपलब्ध छैन। सो जो साच्चै सिक्न चाहनुहुन्छ, जो भित्रैदेखि सिक्ने इन्ट्रेस्ट राख्नुहुन्छ, उहाँहरुको लागि हेल्प होस् भनेर मैले यो प्रिमियम मास्टर क्लास सिरिज सञ्चालन गरेको हो। हामीले अहिलेसम्मको क्लासमा बेसिक इन्टरफेस टुर, एफपीएस को बारेमा पढ्यौं, प्रोजेक्ट सेटिङ को बारेमा पढ्यौं, मिडिया पेज को बारेमा पढ्यौं, एडिट पेज को बेसिक इन्ट्रो को बारेमा पढ्यौं, टेक्स्ट बेस एडिटिङ को बारेमा पढ्यौं, ट्रान्जिसनहरुको बारेमा पढ्यौं, बेसिक टेक्स्ट को बारेमा पढ्यौं र फ्युजन को टेक्स्ट प्लस को बारेमा पढ्यौं। यदि तपाईले अगाडिका भिडियोहरु हेर्नु भएको छैन भने मेरो रिकमेन्डेसन भिडियोहरु सिरिज बाइ सिरियल बाइ हेर्नु होला। बेसिक कुराहरुको राम्रोसँग फाउन्डेसन आफूले माइन्डमा तयार गर्नुभयो भने मात्रै तपाईको नलेज लङ लास्टिङ हुन सक्छ। नबुझेका कुनै पनि कुराहरु छ भने, कन्फ्युज हुनुभएका कुनै पनि कुराहरु छ भने कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुन्छ। म पर्सनली सारा कमेन्ट रिप्लाई गर्ने कोसिस गर्छु। साथसाथै लेटेस्ट न्यूज तपाईको लागि DaVinci Resolve को 20.2 भर्सन पनि रिलिज्ड भइसकेको छ। लट्स अफ नयाँ फिचरको साथमा नयाँ भर्सनमा एड भएको एउटा भिडियो बनाउनु पर्ला भनेर सोचेको थिए, बट आई थिंक यहाँ धेरै जसो बिगिनर हुनुहुन्छ। एडभान्स टपिकहरु, नयाँ फिचरहरु मैले अहिले कभर गरिन, त्यो विषयमा भिडियो मैले बनाइन। यदि तपाईहरु चाहनुहुन्छ कि नयाँ 20.2 भर्सन DaVinci Resolve मा के कुरा रेड भएको छ भनेर कमेन्ट गर्नुस्, म त्यो विषयमा पनि भिडियो लिएर आउँछु। आजको लागि धेरै ढिला नगरी आजको हाम्रो क्लास सुरु गरौँ है त। सो वेलकम गाइज टु द अनदर भिडियो। हिजो हामीले टेक्स्ट प्लस को बारेमा राम्रोसँग स्टडी गर्यो भने आजको क्लासमा हामी एनिमेसनको बारेमा पढ्छौँ। सबैभन्दा पहिला त तपाईहरुलाई एनिमेसन भनेको के हो त? एनिमेसन भनेको अटोमेसन हो, राइट? यदि हामीले बिना माउस चलाएर कुनै पनि चीज अटोमेटिक कम्प्युटरले आफै कुनै हामीले दिएको भ्यालुको बेसमा मुभ भइरहेको छ भने त्यसलाई एनिमेटेड चीज भन्छौँ, राइट? चाहे यो कार्टुन होस्, 3D होस्, 2D होस्, टेक्स्ट होस्, भिडियो होस्, जेसुकै होस्, एनिमेसन यानी अटोमेसन भन्ने बुझ्नुस्। सबैभन्दा पहिला मसँग केही क्लिप्सहरु छ। क्लिप्सलाई म ड्र्याग एन्ड ड्रप गर्छु सिधै टाइमलाइनमा, जस कारणले मेरो नयाँ टाइमलाइन क्रिएट हुन्छ, राइट? हामीले अगाडिका क्लासहरुमा धेरै पटक यो विषयमा पढिसकेका छौं। अगाडिको ग्यापलाई डिलिट, टाइमलाइन जुम, अल्टसँग माउसको स्क्रोल गरेर म टाइमलाइनलाई जुम गर्न सक्छु र म सँगसँगै एउटा टेक्स्ट पनि ल्याउँछु है त। सिधै म एउटा बेसिक टेक्स्ट नै यहाँबाट पुल गरे, ओके? यसलाई हामी अब मिडिया पुलमा लैजाउँ। अब हामीसँग हाम्रो टाइमलाइनमा दुईटा एलिमेन्ट छ, एउटा भिडियो क्लिप छ र एउटा चाहिँ टेक्स्ट क्लिप छ, राइट? अब यो टेक्स्टलाई के डेकोरेट गरौँ। केडी सुरज, ओके? धेरै अगाडिको क्लासहरुमा पढिसकेको भएर बेसिक कुराहरु मैले एक्सप्लेन गरे छैन है। ओके, इन्स्पेक्टरको यहाँको ड्रप डाउनबाट एक्सटेन्ड गरौँ, ड्रप स्याडो एप्लाई गरौँ, थोरै सुरुमा ड्र्याग एन्ड ड्रप गर्दै थोरै प्लेटलाई अगाडिले थोरै जुम गर्छु है त। अब मलाई कस्तो चाहियो? सुरुमा भिडियोको सुरुमा मलाई टेक्स्ट टाइटल स्क्रिनभन्दा बाहिरबाट तलबाट सर माथि आउनु पर्यो भनेर मैले चाहे, ओके? त्यसको लागि म के गर्छु? टेक्स्टलाई सिलेक्ट गर्छु, सेटिङमा जान्छु, यहाँबाट पोजिसन जुन छ, इन्स्पेक्टरको सेटिङको पोजिसन जुन छ, बाइ द वे भिडियोमा एउटा मात्रै आउँछ र यो टेक्स्ट क्लिक गर्नुभयो भने यो इन्टायर यहाँ जति पनि सेटिङहरु आछन् एक्ज्याक्ट यो भिडियोमा आउने नै सेटिङ हुन्, तर एउटा एक्स्ट्रा टाइटल भनेर आउँछ जुन टेक्स्टका सेटिङ हुन्, जुन हामीले टेक्स्टबाट पनि पढ्यौं, राइट? ओके, सो अन्त सुरुमा गएर हामीले टेक्स्टलाई स्क्रिनबाट तल सार्दियौं। अब 1 मिनेटमा जान्छु, 1 सेकेन्डमा जान्छु र म यसलाई माथि ल्याउँछु, ओके? ओके, अब यदि मैले यसलाई प्ले गरे भने यो त मेरो कम्प्युटरलाई थाहै छैन, मैले त बस अगाडि गएँ, तल लगाएँ, पछाडि गएँ, फेरि माथि लगाएँ। अब मैले मेरो कम्प्युटरलाई भन्नु पर्यो यो जुन मैले भर्खरै काम गरेँ, जुन मैले माउसले तल र माथि सारेँ, यो चाहिँ अटोमेटिक गर्दै मलाई मेरो भिडियोमा अटोमेटिक चाहियो भनेर भन्नु पर्यो। त्यसको लागि मैले कम्प्युटरलाई एउटा इन्स्ट्रक्सन दिनुपर्ने हुन्छ, एउटा पोइन्ट दिनुपर्ने हुन्छ, एउटा टाइम दिनुपर्ने हुन्छ। यति टाइममा मेरो यो भिडियो यहाँ चाहियो, यति टाइममा यहाँ पोइन्टसम्म पुग्दा मलाई यो मेरो भिडियो टेक्स्ट अथवा टाइटल जे छ त्यो यहाँ चाहियो भनेर मैले मेरो कम्प्युटरलाई इन्स्ट्रक्सन दिनुपर्ने हुन्छ। त्यसलाई म के गर्छु? सबैभन्दा पहिलो पोइन्टमा जान्छु, कुन पोइन्टबाट मेरो एनिमेसन सुरु हुने हो त्यो पोइन्टमा मेरो प्ले हेड राख्छु, त्यहाँ गएर मैले एउटा की फ्रेम लगाउँछु। की फ्रेम तपाई DaVinci Resolve युज गर्नुस्, प्रिमियर युज गर्नुस्, आफ्टर इफेक्ट युज गर्नुस्, हर सफ्टवेयरमा की फ्रेमको नाम र कन्सेप्ट सेम नै हुन्छ, ओके? हर एनिमेसन सफ्टवेयरमा की फ्रेमको नाम र कन्सेप्ट सेम हुन्छ। की फ्रेम भनेको एउटा की भनेको की, एउटा एलिमेन्ट, एउटा चाबी कहाँबाट सुरु हुने त? फ्रेम भनेको कुन चाहिँ फ्रेममा, हाम्रो भिडियोको कुन फ्रेममा
की लगाउने, चाबी लगाउने, लक गर्ने त्यसको पोजिसन र नेक्स्ट कुन फ्रेममा गएर अर्को लक लगाउने। लक लगाइदिएपछि के हुन्छ, त्यो दुईटा फ्रेम बिचको जुन भ्यालु हामीले चेन्ज गर्छौँ त्यो भ्यालु कम्प्युटरले बुझ्छ, हामीले गरेको मुभमेन्ट कम्प्युटरले लक गरिदिन्छ। यानि कि अब हाम्रो एनिमेसन हाम्रो भ्यालु अनुरूप, हामीले दिएको भ्यालु अनुरूप हाम्रो भिडियो एनिमेट हुन्छ। ओके, प्र्याक्टिकल हेरौँ। की फ्रेम एक्टिभेट गर्नको लागि हामीले हाम्रो DaVinci Resolve सफ्टवेयरमा यदि यहाँनिर तपाईँले हेर्नुभयो भने यी सबै भ्यालुको पछाडि एउटा आइकन देख्नुहुन्छ, यी सबै अहिले ग्रे कलरमा छन्, यानि डिएक्टिभेट छन्। यो हाम्रो की फ्रेम हो। अब यो की फ्रेम हरेक भ्यालुको लागि अलग अलग दिएको हुन्छ। तपाईँले जुमको लागि, पोजिसन, रोटेसन सबको लागि अलग अलग की फ्रेम भ्यालुहरू लगाउन सक्नुहुन्छ, जस कारणले सबैको लागि एउटा अलग की फ्रेम दिएको हुन्छ। अहिले हामी केमा लगाउनेवाला छौँ, पोजिसनमा, राइट। पोजिसनमा जाउँ, की फ्रेमलाई सबभन्दा पहिला रिसेट गरिदियो, की फ्रेमलाई डायमन्ड कलरमा क्लिक गरौँ। अब चेन्जेस के भयो, हाम्रो की फ्रेम ओरेन्ज कलरमा चेन्ज भयो। यानी कि अब यो पोजिसनमा यो प्ले हेड कहाँ छ, 0 घन्टा 0 मिनट 0 सेकेन्ड 0 फ्रेममा एउटा की फ्रेम लक भयो। अब मेरो कम्प्युटरलाई थाहा छ कि यो आर्केडी सुरज भन्ने जुन टेक्स्ट छ यो समयमा यहाँ स्क्रिनको बिचमा छ। अब कम्प्युटरलाई मैले यो फ्रेम लक गरिदिएँ, इन्फर्मेसन दिएँ। अब यदि म 1 सेकेन्ड अगाडि गएँ भने प्ले गरेर, अब यहाँबाट यदि मैले भ्यालु चेन्ज गरिदिएँ भने, अब यहाँ मैले अर्को की फ्रेम लगाएँ र मैले यहाँबाट भ्यालु चेन्ज गरिदिएँ भने अब कम्प्युटरले के बुझ्छ, भिडियोको सुरुमा त्यो बिचमा थियो, त्यसको पोजिसन बिचमा लक थियो, 1 सेकेन्ड पुग्दासम्म त्यसको पोजिसन फ्रेमभन्दा बाहिर लक भयो। यानि कि अब यो यदि मैले यसलाई फर्स्टमा लगेर प्ले गरेँ भने यो अब एनिमेट भयो, राइट। यहाँनिर मेरो बिचमा थियो, मैले यहाँ की फ्रेम लगाएँ, यानि कम्प्युटरलाई इन्फर्मेसन दिएँ र 1 सेकेन्डमा पुगिसकेपछि मेरो भिडियो बाहिर जा भनेर मैले फेरि कम्प्युटरले एउटा की फ्रेम लगाइदिएँ, लक लगाइदिएँ, इन्फर्मेसन दिएँ। अनि यो की फ्रेममा यदि तपाईँले यहाँ डायमन्ड कलरमा हेर्नुभयो भने हामी ठ्याक्कै त्यहीँनिर जहाँनिर की फ्रेम छ त्यहीँ पुग्दाखेरि यो अरेन्ज कलरमा चेन्ज हुन्छ, राइट। र यसको साइडमा एउटा एरो पनि आएको छ, एरोलाई क्लिक गरेर हामी की फ्रेम टु की फ्रेम जम्प गर्न सक्छौँ। अब हामीले यसमा की फ्रेम लगायौँ, राइट। अब एउटा बेसिक एनिमेसन हामीले यसलाई क्रिएट गऱ्यौँ। यसबाट सबैभन्दा पहिला त एउटा इन्ट्रेस्टिङ केही क्रिएट गरौँ। तपाईँहरू यदि यो क्लास युट्युबमा हेर्दै हुनुहुन्छ भने सबैभन्दा पहिला म माफी माग्न चाहन्छु, मेरो अडियो क्वालिटी सधैँको भन्दा थोरै लो हुनसक्छ। मेरो ओरिजिनल माइक स्ट्रिमिङको लागि युज भइरहेछ। आज म तपाईँहरूसँग क्लासमा सिधै मेरो हेडफोनको माइकबाट कुरा गरिरहेको छु, सो अडियो क्वालिटी बुझ्ने जति पक्कै हुनेछ, तर सधैँको भन्दा थोरै लो हुनसक्छ। यतातिर ध्यान नदिउँ, क्लासमा फोकस गरौँ है त। मैले Win2 फोल्डरभित्र केही मिडिया फाइलहरू इम्पोर्ट गरेको छु। हामी यसलाई टाइमलाइनमा तानेर क्लियर हौँ है, ताकि अटोमेटिक एउटा टाइमलाइन पनि हाम्रो क्रिएट होस्। अब सबैभन्दा पहिला यदि हामीले यो फर्स्ट क्लिपलाई प्ले गरेर हेऱ्यौँ भने यहाँ एउटा क्लिप छ, सिम्पल प्लेन क्लिप छ, राइट। अब मलाई के चाहियो भन्दा यो फर्स्ट क्लिप जुन छ, यो फर्स्ट क्लिप स्क्रिनमा जब मेरो भिडियो सुरु हुन्छ, सुरुमै क्लिप पुरा स्क्रिनमा नआओस्। मैले के चाहेँ, मैले क्लिप चाहिँ बिस्तारै सानोबाट एउटा बक्सबाट ओपन भएर आओस् भन्ने खालको एउटा एनिमेसन चाहेँ, राइट। त्यसको लागि हामी सबैभन्दा पहिला इफेक्टमा जान्छौँ, इफेक्टमा गएर रिजल्भ एफएक्स भित्र जान्छौँ, अनि हामी ट्रान्सफर्म सर्च गर्छौँ, TRANSFORM। ओके, ट्रान्सफर्मलाई क्लिक एन्ड ड्र्याग गरेर हाम्रो भिडियोमा ल्याउँछौँ। यी सबै तलका कुराहरू हामीले पढेका छैनौँ, हामी यहाँ तल पढ्ने क्लासेसहरूमा पनि यी इफेक्टहरू आउँछन्। अहिलेको लागि हामी एनिमेसन सिक्नको लागि यहाँ तलबाट एउटा इफेक्ट लिएर आएको छौँ जसको नाम ट्रान्सफर्म हो। ओके, जुन इफेक्टले के काम गर्छ भन्दा ट्रान्सफर्म गर्छ, कुनै पनि भिडियोको रोटेसन, पोजिसन, भ्यालुहरू चेन्ज गर्नको लागि हेल्प गर्छ। ओके, हामी इफेक्ट पढ्दै जाँदा ट्रान्सफर्मका अरू धेरै कामहरू पनि हेर्छौँ। अहिलेको लागि हामी एनिमेसन सिक्नको लागि ट्रान्सफर्मको युज गर्न मात्रै सिकौँ है त। ओके, यदि तपाईँले अब हाम्रो भिडियोको यहाँ तलको लेफ्ट कर्नरमा हेर्नुभयो भने एउटा FX लेखेको आइकन आइसकेको छ। यसको मतलब हामीले यो भिडियोमा एउटा इफेक्ट ड्र्याग एन्ड ड्रप गरेका छौँ भन्ने सिग्नलले दिन्छ। अहिले यतातिर ध्यान नदिउँ, हाम्रो भिडियोलाई सिलेक्ट गरौँ र अब कहाँ जाउँ, कुनै पनि इफेक्ट लगाइसकेपछि ती इफेक्टको सेटिङहरू ट्विक गर्नको लागि हामी कहाँ जान्छौँ, इन्सपेक्टरमा, राइट। हामी अगाडिको क्लासहरूमा पनि धेरै पटक यो विषयमा पढेका छौँ। अब हामी इन्सपेक्टरमा जान्छौँ। इन्सपेक्टरमा गइसकेपछि ट्रान्सफर्म इफेक्टका यहाँ प्रपर्टीहरू पाउनुहुन्छ। सबभन्दा पहिला त यी कन्ट्रोलहरू दिएको छ, यी कन्ट्रोलहरूको बारेमा हामी ट्रान्सफर्मको एउटा छुट्टै क्लास गर्नेछौँ। कन्ट्रोल मोडहरू दिएको छ। आजलाई हामी एनिमेसनमा मात्रै फोकस गरौँ है त। हामी इमेज एडजस्टमेन्टमा जाउँ, क्रप अन क्रपलाई टिक लगाउँ र टपबाट क्रप गरिदिउँ। ओके,
यदि तपाईको पनि क्रप गर्दा यस्तै रेड लाइन आइरहेको छ भने टाइमलाइन भ्यू अप्सनमा गएर क्लिक गरेर भ्युअर ब्याकग्राउन्डबाट ब्ल्याक गर्न सक्नुहुन्छ या त फेरि भ्युअर ब्याकग्राउन्डबाट चेकअप आउट गर्न सक्नुहुन्छ ओके यदि रेड नै छ भने पनि फाइनल भिडियो रेन्डरमा रेड त आउँदैन अनि त ब्ल्याक नै हो ट्रान्सप्यारेन्ट नै हो तर यहाँ अहिले हामीलाई हेर्नको लागि देख्नको लागि मात्रै विभिन्न अप्सनहरू दिएको छ अहिले म ब्ल्याक चुज गर्छु ओके र यसलाई म के गरेँ टपबाट क्रप गरेँ राइट सेन्टर पोइन्ट रेफरेन्सलाई हेर्नको लागि यहाँ माथिबाट यो मोनिटरको थोरै माथि यो ब्राकेट आकारको एउटा आइकन दिएको छ जसको नाम हो भ्युअर गाइड राइट यहाँबाट क्लिक गरेर विभिन्न गाइडहरू चुज गर्न सक्छु सेन्टरमा म एउटा गाइड ल्याउन सक्छु म यसको टपबाट थोरै क्रप गर्छु यति जति बटमबाट थोरै क्रप गर्छु लाइक दिस ओके दुवै साइडबाट बराबर क्रप गर्नको लागि यहाँबाट भ्यालु टाइप गर्छु माथि म 0.300 टाइप गरेँ भने सेम भ्यालु म यहाँ तल 0.300 टाइप गरेँ भने अब मेरो भिडियोको दुवै साइडमा म्याथमेटिकल्ली करेक्ट भ्यालुमा क्रप भएको छ अब म एउटा क्रप लेफ्ट गर्छु थोरै मानौँ 0.200 र म एउटा क्रप राइट गर्छु सेम भ्यालु 0.200 राइट अब मेरो भिडियो चारैतिरबाट मैले यहाँबाट क्रप गरेको छु कुनै स्पेसिफिक भ्यालुमा मैले के चाहन्छु मेरो भिडियो जब सुरु हुन्छ सुरु यहाँबाट होस् र बिस्तारै 1-2 सेकेन्डमा फुल भिडियो खुलोस् राइट र म यसमा अन टप अफ दैट थोरै एज राउन्डिङ पनि एप्लाई गर्छु ओके अब मैले चाहेको के हो त मेरो भिडियो स्टार्ट यहाँबाट होस् राइट र म यसलाई प्ले गर्छु केही सेकेन्ड पछि मेरो पुरै यो बक्स खुलेर मेरो भिडियो रिभिल होस् त्यो गर्नको लागि मैले के गर्नुपर्ने हुन्छ त अहिले म यसलाई क्लिक एन्ड ड्र्याग गरेर अब 1 सेकेन्ड पछाडि जान्छु ओके अब म 1 सेकेन्ड पछाडि यहाँ आउन्जेलसम्म मलाई के चाहियो मेरो भिडियो खुलोस् ओपन होस् पुरै रिभिल होस् त्यसको लागि के हुनुपर्ने थियो यहाँ आउँदाखेरि यो क्रप लेफ्ट क्रप राइट क्रप टप क्रप बटन एज राउन्डिङ सबै यो खालको हुनुपर्ने थियो त्यसको लागि हामीले पहिला कुरा गरे जस्तै अब हामी की फ्रेम लगाउँछौँ राइट की फ्रेमलाई अन गर्छौँ जुन स्लाइडरहरू हामीले चेन्ज गरेका छौँ जुन भ्यालुहरू चेन्ज गरेका छौँ त्यसमा मात्र हामी की फ्रेम लगाउँछौँ राइट र अब हामी 1 सेकेन्ड पछाडि जान्छौँ किबोर्डबाट हामी सी प्रेस गर्यौँ भने सी कीलाई प्रेस गर्यौँ भनेर राख्यौँ भने माउस क्लिक नगरिकन नै ओन्ली माउसलाई सारेर हामी प्लेयरलाई माउस सँगसँगै सार्न सक्छौँ अथवा माउसको क्लिकलाई कुनै ठाउँमा लगाएर सी प्रेस गर्यो भने हाम्रो प्लेयर सिधै त्यही ठाउँमा जम्प गर्छ ओके यो भर्सन 20 मा मात्रै आएको फिचर हो है ओके भाइ दो अब यहाँनिर आइपुग्दा हामीलाई भिडियो के चाहियो हो यही भ्यालु त चाहिएको होइन हामीलाई यहाँ डिफरेन्ट भ्यालु चाहिएको हो त्यसको लागि हामीले आफ्नो भ्यालु चेन्ज गर्छौँ हाम्रो क्रप लेफ्ट कति चाहियो 0 चाहियो ओके भाइ दो एकचोटि की फ्रेम लगाइसकेपछि भ्यालु चेन्ज गर्नको लागि स्पेसिफिक टाइममा गएर अटोमेटिक भ्यालु चेन्ज गर्नुभयो भने सफ्टवेयरले आफै की फ्रेम लगाइदिन्छ ओके फेरि तपाईँले यहाँ की फ्रेममा क्लिक गरिराख्नु पर्दैन गर्नुहुन्छ भने पनि केही फरक चाहिँ पर्दैन जस्तो कि मैले यसमा सिधै भ्यालु चेन्ज गरेँ अटोमेटिक कम्प्युटरले की फ्रेम लगाइदियो म यहाँ की फ्रेम लगाएर त्यसपछि भ्यालु चेन्ज गर्नु पनि सक्छु ओके सबै भ्यालु चेन्ज गरिदियो राउन्डनेसलाई पनि 0 गरिदियो अब हाम्रो कम्प्युटरले दुईवटा की फ्रेममा भ्यालु लक गरिसकेको छ अब यदि हामीले प्लेयरलाई फ्रन्टमा लगेर प्ले गर्यौँ भने अब हाम्रो भिडियो यहाँसम्म ओके बाइ द वे हामी यति एनिमेसन मात्रै रिपिट गरेर हेरिरहनको लागि पछाडि भिडियो प्लेयर नजाओस् भन्नको लागि यहाँ राखेर आफ्नो किबोर्डबाट ओ प्रेस गरेर आउट पोइन्ट क्रिएट गरेर यो लुप आइकनलाई मोनिटर भन्दा तलको लुप आइकनलाई क्लिक गर्यो भने अब हाम्रो भिडियो यही लुप भएर यही मात्रै प्ले भइरहन्छ ओके प्ले गरौँ ओके अब हाम्रो यो खालको एनिमेसन क्रिएट भइसक्यो अहिले कम्प्युटरले के गरिरहेछ हाम्रो फर्स्ट फ्रेममा यो भ्यालु राख्यो र हामीले 1 सेकेन्ड पछि गएको जुन भ्यालु दिएको थियौँ यो सेकेन्डमा यो भ्यालु लक गर्यो यानी यो फर्स्ट फ्रेमदेखि 1 सेकेन्डसम्म त्यो भ्यालुहरू बिस्तारै चेन्ज भएर त्यहाँसम्म पुग्दा त्यो भ्यालु कम्प्लिटली हाम्रो नयाँ भ्यालुमा चेन्ज भयो राइट र हाम्रो यो खालको एनिमेसन क्रिएट भयो एनिमेसन हामी धेरै थरीको कामको लागि युज गर्छौँ आफ्नै छुट्टै ट्रान्जिसनहरू पनि क्रिएट गर्न सक्छौँ जस्तो कि एडिजेएसटी एडजस्टमेन्ट क्लिप यसलाई यदि हामीले क्लिक एन्ड ड्र्याग गर्यो भने एउटा भिडियो क्लिप जस्तै गरी आउँछ राइट तर यो एडजस्टमेन्ट क्लिप भिडियो होइन कि ट्रान्सप्यारेन्ट क्लिप हो तर यदि कुनै पनि इफेक्ट हामीले एडजस्टमेन्ट क्लिपमा लगायो भने त्यहाँभन्दा तलको सारा क्लिपमा त्यो इफेक्ट देखिन्छ ओके फर इक्जाम्पल यदि मैले एडजस्टमेन्ट क्लिपमा एउटा क्रप गरेँ भने यसले यहाँ तलको सबै भिडियोहरू क्रप गरिदिन्छ यदि मैले एडजस्टमेन्ट क्लिपमा जुम गरेँ भने यसले यहाँ तलको सारा क्लिपलाई जुम गराइदिन्छ यदि मैले एडजस्टमेन्ट क्लिपमा गजियन ब्लर लगाएर ब्लर गरेँ भने यसले यहाँ तलको सारा क्लिपलाई
ब्लर गराइदिन्छ राइट। प्रिमियर प्रो जस्ता सफ्टवेयरमा कलर करेक्सनको लागि एसेन्सियल टुल हो यो, ताकि सबै क्लिपहरूलाई एकसाथ कलर करेक्सन गर्न सकौँ। तर DaVinci Resolve मा कलरको लागि युज हुँदैन, किन भन्दा हामीसँग नेक्स्ट लेभलका अरू कलरका फिचरहरू छ, तर विभिन्न कामका लागि हामी यसको युज गर्छौँ। त्यसको लागि एउटा छुट्टै डिफरेन्ट क्लास आउनेवाला छ, आउनै पर्छ एडजस्टमेन्ट क्लिपको लागि। पछि क्लासहरूमा आउने केही सानातिना हिन्टहरू पाउनुभयो भने आई होप पछाडिको क्लासलाई झनै हेल्प हुन्छ होला। ओके, यसलाई थोरै ट्रिम गरौँ। म पछाडिको सारा क्लिपहरूलाई अल्ट वाइले सिलेक्ट गरेर फेरि जोडिदिन्छु। अब हामी गजिन ब्लर इफेक्ट एडजस्टमेन्ट क्लिपमा लगाउँछौँ। ओके, 5 फ्रेम अगाडि जान्छौँ, 1 2 3 4 5। यहाँबाट हाम्रो यो एडजस्टमेन्ट क्लिप सुरु गर्छौँ। 1 2 3 4 5 5 फ्रेम पछाडि जान्छौँ र एडजस्टमेन्ट क्लिपलाई यहाँबाट ट्रिम गरिदिन्छौँ राइट। अब हामीले एडजस्टमेन्ट क्लिपको सुरुमा बसेर हाम्रो ब्लरलाई 0 गर्छौँ। यहाँ एउटा की फ्रेम लगाउँछौँ। यहाँनिर हाम्रो ब्लर चाहिएन, बिचमा जान्छौँ, की फ्रेम लगाउँछौँ। यहाँ पुगुन्जेलसम्म हाम्रो ब्लर यति हुनु पर्यो, 0.8 समथिङ। लास्टमा जान्छौँ, यहाँ फेरि हामीलाई हाम्रो ब्लर चाहिएन। अब कम्प्युटरलाई 3टा की फ्रेम हामीले इन्स्ट्रक्सन दियौँ। सुरुमा मलाई ब्लर चाहिएन, लास्टमा नि चाहिएन, बिचमा ब्लर चाहियो। अब यदि हामीले यसलाई प्ले गर्यो भने कस्तो हुन्छ होला त? प्ले गरौँ। यो खालको हाम्रो ट्रान्जिसन क्रिएट भयो। साराका सारा एनिमेसनको बेसिक कन्सेप्ट यही नै हो। हामी एक ठाउँमा की फ्रेम लगाउँछौँ, त्यो की फ्रेममा हामी स्पेसिफिक भ्यालु दिन्छौँ। हामी त्यहाँबाट एउटा स्पेसिफिक टाइममा गइसकेपछि डिफरेन्ट भ्यालु दिन्छौँ र कम्प्युटरले हाम्रो त्यो दुईवटा की फ्रेमको बिचमा त्यो भ्यालुलाई हामीलाई लिनियरली ग्रेजुअली चेन्ज गरेर दिन्छ। ओके, यो भयो एनिमेसन। अब एनिमेसनमा एउटा प्रब्लम छ। ओके, के प्रब्लम होला त? यो जुन एनिमेसन छ हाम्रो, यदि हामीले यहाँबाट हेऱ्यौँ भने पनि यो जुन भ्यालु छ एउटा लिनियरली ग्रेजुअली चेन्ज भइरहेको छ। जस्तो कि यहाँ 0 थियो, यो भ्यालुदेखि नेक्स्ट भ्यालुसम्म ग्रेजुअली लिनियरली एनिमेसन भइरहेको छ। अब यहाँबाट भन्दा नि म तपाईँलाई अर्को एउटा इक्जाम्पलबाट देखाउँछु। मानौँ इन आउट अफ गरौँ, मिडिया फुलमा गएर एउटा लोगो इम्पोर्ट गरौँ है त, DaVinci Resolve। ओके, म एउटा DaVinci Resolve को लोगो इम्पोर्ट गरेँ। अब म यो लोगोलाई थोरै सानो गर्छु, म यसको पोजिसन थोरै साइडमा लैजान्छु र पोजिसनमा एउटा की फ्रेम लगाउँछु। 40 फ्रेममा पछाडि जान्छु। ओके, बाइ द वे एनिमेसन र टाइम एकदमै कनेक्टेड हुन्छ राइट। एनिमेसन कति समय सकिने, हामीले बनाएको एनिमेसन कति सेकेन्डभित्र सकिने त्यसको डिटरमाइन गर्छ हामी कति सेकेन्डमा लगेर की फ्रेम लास्ट की फ्रेम लगाउँछौँ। धेरैजनाको कन्फ्युजन के हुन्छ भन्दा टाइम हेऱ्यो भने घन्टा, मिनेट, सेकेन्ड, फ्रेममा एकदम कन्फ्युजन हुन्छ। धेरैजनाको सोच सबैभन्दा सुरुको घन्टा होला, त्यसपछि मिनेट होला, त्यसपछि सेकेन्ड होला, त्यसपछि मिली सेकेन्ड होला राइट। त्यसो चाहिँ होइन है, यहाँ धेरैजना कन्फ्युजन हुन्छ। सबैभन्दा सुरुको घन्टा नै हो, त्यसपछि मिनेट नै हो, त्यसपछि सेकेन्ड नै हो, तर लास्टको हो फ्रेम, लास्टको मिली सेकेन्ड होइन। जस्तो कि अहिले भर्खरैको एनिमेसनमा मैले के भने, म फर्स्ट फ्रेममा यो पोजिसनमा राख्छु, एउटा की फ्रेम लगाउँछु 00 सेकेन्डमा। अब 40 फ्रेममा गएर एउटा की फ्रेम लगाउँछु। यो मेरो भर्खरको एनिमेसनको लागि जरुरत छ राइट। म 40 सेकेन्डमा एउटा की फ्रेम लगाउन चाहन्छु। अब म यदि यहाँबाट बिस्तारै 40 सेकेन्ड गयो भने अब 21 फ्रेम, 22, 23, 24 फ्रेम। अब म 24 फ्रेममा पुग्छु कि नै होला त? यदि मैले एकचोटि किबोर्ड प्रेस गरेँ भने अब यो 0 हुन्छ राइट। अब म 40 फ्रेम चाहिँ कसरी जाने? म 40 फ्रेम त जानै सक्दिनँ, जति कोसिस गरेँ 24 पुगेपछि मेरो 0 भइहाल्छ। किन त्यस्तो भयो होला त? दिमाग लगाउनुहोस् त। किन भन्दा यो लास्टको मिली सेकेन्ड होइन, यो फ्रेम हो। हाम्रो टाइमलाइनमा हामीले 24 फ्रेम पर सेकेन्डको टाइमलाइनमा काम गरिरहेछौँ। अब सबै टाइमलाइनमा 24 मै 0 हुन्छ त? हुँदैन। जस्तो कि यदि मैले नयाँ टाइमलाइन यहाँबाट राइट क्लिक गरेर टाइमलाइन क्रिएट न्यू, बाइ द वे हामी टाइमलाइन क्रिएट गरेर सबै अगाडि क्लासहरूमा सिकिसकेका छौँ। ओके, यदि तपाईँ कन्फ्युजन हुन्छ भने 100% तपाईँले अगाडि क्लासहरू हेर्नुभएको छैन, पहिला त्यो क्लास हेर्नुहोस्। ओके, भिडियो एडिटिङ सिरियल्ली सिक्नुपर्छ। अब हामीले यसलाई प्रोजेक्ट सेटिङलाई अनटिक गरेर मैले यहाँबाट 24 को ठाउँमा 50 सिलेक्ट गरेर ओके गरेर अर्को टाइमलाइन क्रिएट गरेँ भने र यहाँ गएर स्ट्याक टाइमलाइन गरेर मल्टिपल टाइमलाइन खोलेँ भने ओके, यो मेरो ओरिजिनल टाइमलाइन हो। यहाँ प्लसबाट म दुईटा टाइमलाइन एकैचोटि पनि खोल्न सक्छु। ओके, एउटा टाइमलाइन 2 खोलेँ भने अब यदि मैले यहाँबाट टाइमलाइन 2 मा स्क्रल गरेँ भने 24 आउँछ, 25 नि आउँछ, 26, 27 सबै आउँछ। किन भन्दा मैले यो टाइमलाइन क्रिएट गर्दा 50 फ्रेमको 1 सेकेन्ड हुने भनेर मैले सिलेक्ट गरेको थिएँ राइट। अब मैले 49 मा गयो भने बल्ल यो 50 मा पुगेपछि 00 हुन्छ। ओके, टाइमलाइन 2 मा डिलिट गरिदिन्छु। अब मलाई 40 फ्रेममा एनिमेसन लगाउनु छ भने, की फ्रेम लगाउनु छ भने अब मैले के गर्नु पर्ला?
अब मैले गर्नुपर्छ 24 फ्रेममा मेरो 1 सेकेन्ड भयो राइट 1 सेकेन्ड यानी कि अब म 24 वटा पछाडि जति जान्छु त्यो जोड्दै जानु पर्यो 25 26 27 28 29 24 36 40 16 फ्रेम 1 सेकेन्ड 16 फ्रेम भनेको मेरो टोटल कति फ्रेम भयो 40 फ्रेम भयो राइट ओके अब म यहाँ एउटा की फ्रेम लगाउँछु यो की फ्रेम ओके विषयमा धेरै कन्फ्युजन आउनु होला एनिमेसन पढ्दै गइसकेपछि विषयमा डिप डाउन हामी गर्नेछौँ अहिले नै सुरुमै प्र्याक्टिस गर्दै कन्फ्युजन आउनु होला भनेर मात्रै मैले बेसिक कन्सेप्ट तपाईहरुलाई बुझाएको ओके सबै कुरा आजै सिक्ने कोसिस नगर्नु होला जति भिडियोको मेन फोकस छ जुन कुरालाई मेन प्रायोरिटी दिइरहेको छ की फ्रेम एनिमेसन यो कुरालाई मात्र धेरै फोकस गर्नु होला है त ओके यहाँ पुग्दा मेरो यो पोजिसन कहाँ चाहिँ बीचमा ल्याउनको लागि म के गर्छु या त भ्यालु टाइप 0 गर्छु या त फेरि यसलाई डबल क्लिक गर्छु पोजिसनलाई राइट अब यो बीचमा आयो अब हाम्रो एनिमेसन कस्तो भयो यो खालको एउटा एनिमेसन क्रिएट भयो अब सँगसँगै म यसको रोटेसनमा पनि एनिमेसन लगाउन चाहन्छु रोटेसनमा म एउटा की फ्रेम लगाउँछु अब फेरि म यहाँबाट 1 16 ठ्याक्कै एकै ठाउँमा जानुभन्दा 1 16 यानी 40 फ्रेममा हाम्रो अलरेडी एउटा की फ्रेम लगाएको छ पोजिसनको की फ्रेमको साइड गएरबाट म सिधै जम्प गर्न सक्छु राइट अब म सिधै 40 फ्रेममा गएँ म यहाँबाट केही रोटेसन यहाँबाट एप्लाई गरिदिन्छु लाइक पुरै लगाइदिउँ 360 ओके अब यदि यो एनिमेसन हामीले हेर्यो भने यो खालको एनिमेसन हाम्रो क्रिएट भयो ओके एनिमेसन थोरै स्लो भयो राइट ओके यही की फ्रेम अब यसलाई फास्ट कसरी गर्ने त की फ्रेम र टाइमको यही कनेक्सन हुन्छ यदि हामीले 40 फ्रेम नभएर यसलाई 30 फ्रेममा गरेको भए थोरै एनिमेसन फास्ट पनि हुन्थ्यो 20 फ्रेममै गरिदिउँ 20 फ्रेममा हाम्रो यो बीचमा आउँछ र यो कति हुन्छ 360 हुन्छ ओके पछाडिको दुईवटै क्लिप फ्रेमहरु यहाँबाट जम्प गरेर म डिलिट गरिदिन्छु ओके अब प्ले गरौँ है त ओके यो चाहिँ -360 गरौँ ओके यो खालको एनिमेसन हाम्रो क्रिएट भयो अब यो एनिमेसनमा प्रब्लम के छ त यो एनिमेसनमा तपाईले के प्रब्लम फिल भयो यो किन अलि अनरियलिस्टिक रोबोटिक किन फिल भइरहेछ एनिमेसनको होल पर्पस भनेको नै कुनै पनि टेक्स्ट कुनै पनि अब्जेक्ट कुनै पनि म्याटरमा मुभमेन्ट दिने हो राइट ताकि त्यसमा लाइफ फिल होस् हाम्रो रियल वर्ल्डमा कुनै पनि कुरा लिनियरली मुभ गर्दैन एकनासले मुभ गर्दैन फर एक्जाम्पल मैले कुनै पनि एउटा गाडीलाई पुश गर्छु गाडी होल्डमा छ अब त्यो गाडी यहाँबाट पुश गरेर म 50 मिटर अगाडि लैजान चाहन्छु एकनासले यहाँबाट पुश गर्न सुरु गरे भने मान 5 किलोमिटर पर आवरमा म पुश गरे 5 किलोमिटर पर आवर भनेर ठक्क रोकिदैन कहिले पनि कस्तो हुन्छ सुरुमा पुश गर्न सुरु गर्दा बिस्तारै गाडी हिँड्छ अलिअलि हिँडिसकेपछि अलि स्पिड गर्छु अनि रोक्ने बेलामा बिस्तारै लैजान्छु रोक्छु राइट कुनै पनि कुरा हाम्रो वर्ल्डमा प्लानेटमा संसारमा मुभमेन्ट लिनियरली हुँदैन हरेक कुरामा एउटा कर्भ हुन्छ सुरुमा स्पिड कम हुन्छ त्यसपछि स्पिड धेरै हुन्छ या त कुनै सुरुमै स्पिड धेरै हुन्छ अनि बिस्तारै रोकिन्छ राइट पाहाडबाट कुनै चिज फाल्यो भने के हुन्छ सुरुमा बिस्तारै बीचमा धेरै स्पिड हुन्छ अनि ठक्कै एकैचोटि रोकिन्छ हरेक चिज हरेक कुरा हरेक मुभमेन्टमा एउटा डिफरेन्ट टाइपको स्पिड कर्भ हुन्छ कुनै पनि कुरा लिनियर मतलब एकनासले ओके लिनियर वडा अब एनिमेसनमा एकदम धेरै युज हुन्छ लिनियर भनेको एकनास भन्ने बुझ्नुस् है त एकनासले चल्दैन कुनै बल हामी बाउन्स गर्यौं भने पनि माथि पुग्दा सबैभन्दा स्लो हुन्छ फेरि स्पिडमा आउँछ जमिनसम्म आउँदा स्पिडमा आउँछ फेरि बाउन्स हुन्छ कुनै पनि कुरा एकनासले चल्दैन राइट हाम्रो एनिमेसन पनि किन नराम्रो देखिरहेछ त किन फिनिशिङ नहोस् जस्तो देखिरहेछ भन्दा यो एकनासले छ 0 फ्रेममा हाम्रो भ्यालु 13 अनि 35 पोजिसनमा थियो यो हाम्रो अब 1 सेकेन्डमा पुगिसकेपछि यसको भ्यालु कति छ 0 छ अनि बीचमा छ अब यो यहाँबाट एकनासले भ्यालु चेन्ज गर्छ अब एकनासले भ्यालु चेन्ज भयो भने हामीलाई एनिमेसन राम्रो देखिदैन त्यसको लागि हामी यसको भ्यालुको कर्वेचर चेन्ज गर्नुपर्ने हुन्छ जस्तो कि यदि मैले यो ठूलो ढुङ्गा हुन्थ्यो भने मैले यहाँबाट यसलाई पुश गर्दा के हुन्थ्यो सुरुमा बिस्तारै आउँथ्यो बीचमा जोडले आउँथ्यो र फेरि बिस्तारै यहाँले रोकिन्थ्यो राइट त्यो खालको मुभमेन्ट हामीले कम्प्युटरमा एनिमेसन गर्दा क्रिएट गर्यो भने बल्ल त्यो प्रोफेसनल फिल हुन्छ त्यसको लागि हामी के गर्छौं होला त्यसको लागि हामीसँग कर्व एडिटर भन्ने एउटा डिफरेन्ट इन्टरफेस दिएको हुन्छ हर कोही एनिमेसन सफ्टवेयरमा DaVinci Resolve कहाँ छ DaVinci Resolve दुई ठाउँमा छ एउटा यहाँ माथि छ की फ्रेम्स लेखेको ठाउँमा अर्को छ यहाँ हाम्रो टाइमलाइनकै माथि की फ्रेमको आइकन दिएको छ ओके यदि तपाईं DaVinci Resolve 19 चलाउँदै हुनुहुन्छ भने त्यसमा यो दुईटै अप्सन छैन यो 20 मा मात्रै आएको हो 19 मा हामीले कुनै पनि एनिमेसनको लागि टाइमलाइनमा नै यहाँ तल नै यही टाइमलाइनको तल कर्व दिएको हुन्थ्यो
20 मा धेरै एडभान्स फिचरहरू एड गरेको छ ओके यदि 19 चलाउँदै हुनुहुन्छ नि फर्स्ट यो अपग्रेड टु 20 सबैभन्दा पहिला हामी क्लिपलाई सिलेक्ट गर्छौं र की फ्रेम्स लेखेको यो आइकनमा क्लिक गर्छौं क्लिक गर्ने बित्तिकै हामीलाई एउटा डिफरेन्ट एउटा इन्टरफेस खुलेर आयो सबैभन्दा पहिला सबै लेफ्टमा हेर्यो भने यहाँ ट्रान्सफर्म लेखेको छ तपाईको कम्प्युटरमा सायद यस्तो आएको छैन होला तपाईको कम्प्युटरमा सायद यो खालको आएको छ होला सबै यहाँ जति पनि इन्स्पेक्टरका ट्याबहरू छन् सबै कुराहरु यहाँ आएको छ होला ओके यसले यहाँ की फ्रेम लगाएको पनि देखाएको छ नलगाएको पनि देखाएको छ यदि तपाईले की फ्रेम लगाएको मात्र ल्याउनु छ भने यहाँबाट यो 3 डटमा क्लिक गरेर डिस्प्ले प्यारामिटर्स विथ की फ्रेम गर्नुभयो भने जुन जुनमा हामी की फ्रेम लगाएको छौं त्यो मात्र देखाउँछ ओके अब यहाँ ध्यानसँग हेर्यो भने के छ त सबै कुराहरु यसको बारेमा त पछि एडभान्समा पढाउँला अहिले बेसिक कुरा यहाँ हेर्नुभयो भने ट्रान्सफर्म छ सेम यही ट्रान्सफर्म हामीले यहाँबाट चेन्ज गरेको थियौं ओके बाइ द वे यी पहिलाको क्लिपहरुमा हामीले ट्रान्सफर्म नामको एउटा छुट्टै इफेक्ट ल्याएर यसबाट ट्रान्सफर्म गरेको थियौं राइट तर यसमा मैले त्यहाँबाट होइन कि यही ट्रान्सफर्मबाट सिधै की फ्रेम लगाएको छु यी क्लिपमा यो ट्रान्सफर्म ल्याएर हामीले एडिट किन गरेको भन्दा यहाँको ट्रान्सफर्ममा मैले क्रप गर्दाखेरि क्रपको एजेसहरु राउन्ड गर्न सक्दिनँ त्यसो भएर मैले यो ट्रान्सफर्म यहाँबाट राउन्ड एज राउन्ड भन्ने फिचर छ नि यसको लागि मात्रै ल्याएको हो बाँकी सबै कुराहरु यहाँबाट जुम पोजिसन रोटेसन जति पनि कुराहरु छन् सब सेम नै हुन्छ र इफेक्ट भित्र केही एक्स्ट्रा प्यारामिटरहरु मलाई दिएको छ राइट त्यही भएर मैले ट्रान्सफर्म ल्याएको यसमा अरु कुराहरु पनि छन् मोसन ब्लरहरुका कुराहरु पनि छन् पछि पढौँला अहिले त बुझ्नु यसमा थोरै एक्स्ट्रा कन्ट्रोल छ राइट यो एनिमेसनमा हामीले ट्रान्सफर्म ल्याएनौं या त फेरि ल्याएरै गरौँ यदि हामीले यहाँ ट्रान्सफर्म हालेको हुन्थ्यो भने पनि जस्तो इफेक्टमा गएर TRANSFO ओके ट्रान्सफर्म ल्याएर यहाँबाट राख्यो भने की फ्रेममा गयो भने र यो ट्रान्सफर्मलाई यो भिडियोको ट्रान्सफर्मलाई रिसेट गर्दियौ भने अब यहाँबाट हामीले गर्यौ भने पनि सेम एनिमेसन हुन्छ थोरै जुम घटाइदियौ एक्स पोजिसन यहाँ राखौं की फ्रेम लगाऊ 1 सेकेन्ड जाऊ आको यहाँबाट डबल क्लिक गरेर राखौं सेम र रोटेसनमा पनि 0 फ्रेममा जाऊ रोटेसनमा की फ्रेम लगाऊ राइट नेक्स्टमा यसरी जम्प गरौँ थोरै रोटेसनमा पनि की फ्रेम लगाइदियौ 360 लगाइदियौ अब हेर्यो भने पनि एनिमेसन त सेम नै हो राइट यहाँ हेर्यो भने पनि आउने कुराहरु सेम नै हो अब यदि हामीले यहाँ हेर्यो भने ऑरेन्ज कलरको आइकन दिएको छ एक्ज्याक्टली सेम आइकन हुन् जो यहाँ दिएको छ यहाँबाट जम्प गरे जस्तै यहाँबाट पनि हामी जम्प गर्न सक्छौं यदि हामी की फ्रेम विन्डो भित्र नेक्स्ट प्यारामिटर यसमा गयो भने अब हामीलाई एउटा केही लाइनहरु दिएको छ लाइनहरु मेसी भएका छन् एउटा माथि अर्को खप्टेका छन् कोही माथि गएन कोही तल गएन त्यसको लागि किन त्यस्तो भयो पोजिसनको छुट्टै लाइन दिएछ रोटेसनको छुट्टै लाइन दिएछ सबैभन्दा पहिला हामी रोटेसनलाई हटाइदियौ पोजिसनलाई मात्रै हेरौँ है त अब यहाँ एउटा लाइन दिएको छ यो लाइनले के रिप्रेजेन्ट गरेको छ त यदि मैले प्लेयरलाई यहाँ राखे भने यो मेरो फर्स्ट की फ्रेमको पोजिसन हो राइट अब यहाँबाट मैले प्ले गरे भने यो मेरो लास्ट की फ्रेमको पोजिसन हो यो लाइनले भन्न खोजेको के भन्दा फर्स्ट की फ्रेम देखि लास्ट की फ्रेम सम्मको जो मुभमेन्ट छ त्यो लिनियर छ लिनियर यानी कि एकनासको छ यसले ढलान जुन छ स्लोप जुन छ लिनियर छ यसलाई हामी चेन्ज गरेर यो स्लोपलाई चेन्ज गरेर हाम्रो की फ्रेमलाई नन लिनियर बनाउन सक्छौं ओके रियल वर्ल्डसँग म्याच गराउन सक्छौं त्यसको लागि के गर्ने यो पोइन्ट सिलेक्ट गर्ने यहाँ माथि जाने यो ड्रप डाउनबाट अब यहाँ लिनियर जुन हाम्रो अलरेडी छ इज इन इज आउट इज इन आउट इज आउट ओके इज इनले के गर्छ यहाँ भन्दा अगाडिको पार्टलाई नन लिनियर बनाइन्छ इज इन गरे भने कुनै चेन्ज भएन किन भन्दा अगाडि की फ्रेम छैन यसलाई सिलेक्ट गरौँ इज इन गर्यो भने यहाँबाट अगाडिमा के बम्प आयो राइट यसलाई सिलेक्ट गरौँ इज आउट गर्दियौ ओके अब यो कर्वलाई देखेर तपाईलाई के फिल आयो कसरी चल्छ होला हाम्रो मुभमेन्ट के भएको छ होला त सबैभन्दा पहिला यहाँ आयो यहाँबाट हामी यहाँ आउँदासम्म यो सिधा कर्व हुन्थ्यो भने एकनासको स्पिड मुभ हुन्थ्यो अब यो एकनासको छैन यहाँबाट एउटा कर्व आयो अब यो स्लो भयो अझै यसलाई धेरै प्रभाव पार्नको लागि सिलेक्ट गरौँ यसलाई अझै धेरै तान्दियौ अब यो कर्वले के भने यहाँबाट आयो एनिमेसन बिस्तारै सुरु हुन्छ बीचमा स्पिडमा जान्छ र सुरु स्टप पनि बिस्तारै हुन्छ ओके प्ले गरौँ है त राइट बिस्तारै ओके अब यहाँ फेरि दुईटा कुरामा मिसम्याच देखियो रोटेसन र पोजिसन राइट रोटेसनमा चाहिँ अझै पनि हामीले अहिलेसम्म कर्व लगाएको छैनौं त्यो अझै पनि स्ट्रेटमै छ त्यसो भएर रोटेसन अझै पनि लिनियरमा चल्दैछ तर पोजिसन मुभमेन्ट जुन छ त्यसमा एउटा लाइफ आयो अब यो रियल लाइफसँग म्याच भइरहेछ राइट यदि मैले एउटा रोटेसनलाई रिसेट गर्दै भने अब हेर्यो भने ओके यसमा एउटा लाइफ छ यानी कि रियल लाइफसँग म्याच गरेको छ स्पिडमा गए बिचमा रोक्नु बेला फेरि स्लो भयो राइट अब यो कर्वलाई विभिन्न नयाँ कर्वको स्टाइल दिएर हामी यसलाई चेन्ज गर्न सक्छौं अहिले मैले यस कर्वलाई
यो खालको बनाइदियो भने अब कस्तो हुन्छ होला त तपाईँले एनिमेसन यो कर्भ हेरेर नै पढ्न सक्नुहुन्छ अब कस्तो होला मेरो एनिमेसन यहाँबाट सुरु हुन्छ अब सिधै लाइन माथि गयो भ्यालु एकदम स्पिडमा चेन्ज भयो यानि कि सुरुमा स्पिडमा जान्छ यहाँ पुगिसकेपछि बिस्तारै हुन्छ राइट प्ले गर्यो भने यो खालको इफेक्ट भयो सुट गरे जस्तो राइट सुरुमा एकदम स्पिडमा आयो बिचमा गएर बिस्तारै भयो अब लाइन चेन्ज गरेर यस्तो पनि गर्न सक्छौँ उल्टे नि गराउन सक्छौँ सुरुमा बिस्तारै जान्छ आखिरमा एकदम फास्ट हुन्छ राइट यो कर्भलाई चेन्ज गरेर विभिन्न डिफरेन्ट मटेरियलको डिफरेन्ट इफेक्टको रियल लाइफसँग रिजेम्बल हुने खालको अथवा कुनै क्रिएटिभ तरिकाले युज गरेर हामी हाम्रो एनिमेसनलाई नन लिनियर बनाउन सक्छौँ ओके ओके यदि हामीले यसलाई रोटेसनलाई पनि मिक्स गर्यो भने यहाँबाट हाम्रो रोटेसन कति थियो 0 थियो नेक्स्ट की फ्रेममा 360 थियो ओके अब हामीसँग दुईटा की फ्रेम छ यदि हामीले पोजिसनलाई हटाएर अब रोटेसनलाई मात्रै हेर्यो भने इज इन आउट गर्न सक्छौँ बाइ द वे दुईटै सिलेक्टलाई एकैचोटि पोइन्टलाई सिलेक्ट गर्न सक्नुहुन्छ र यहाँबाट इज इन एन्ड आउट एकैचोटि पनि गर्न सकिन्छ यसलाई थोरै लामो गराइदियो यसलाई पनि थोरै लामो गराइदियो ओके अब हेर्यो भने ओके यहाँ की फ्रेम लागेको छैन अब 360 अब हेर्यो भने हाम्रो एनिमेसन स्मूथ भइसकेको छ राइट वे मोर प्र्याक्टिकल एन्ड रियल लाइफसँग रिजेम्बल हुने खालको भइसकेको छ अब यहाँबाट हामीले मोसन ब्लर पनि अन गर्न सक्छौँ यो के हो त कुनै पनि मुभिङ चिजमा एउटा ब्लर हुन्छ राइट त्यही हो अरू केही होइन पछि पढौँ है धेरै डेप्थमा यसमा जाउँ ओके यो खालको हाम्रो एनिमेसन हामीले क्रिएट गऱ्यौँ अब यो पोइन्टबाट पनि यहाँनिर अर्को एउटा की फ्रेमको पोइन्टको बारेमा पढ्यौँ भने यसबाट पनि हामी सेम काम गर्न सक्छौँ जुन यहाँबाट गऱ्यौँ तर यहाँबाट सिधै टाइमलाइनबाट सिधै तल खुल्न भएको कारणले स्पेस कम छ तर यसको बेनिफिट के छ भन्दा एक्ज्याक्टली भिडियो कहाँनिर जस्तो कि मैले यहाँबाट 1 सेकेन्डबाट की फ्रेम लगाएँ राइट अब यहाँ माथिबाट की फ्रेम एडिटरमा गएर मैले हेरेँ भने यहाँसँग यहाँबाट मुभमेन्ट गर्दा यहाँ तल मुभ त हुन्छ तर ठ्याक्कै भिडियोको कहाँनिर पऱ्यो भन्ने कुरो मलाई थाहा हुँदैन राइट तर यहाँ तलबाट म भिडियोको एक्ज्याक्टली कहाँनिर मेरो की फ्रेम छ त्यो पनि हेर्न सक्छु र माथिका सारा काम गर्न सक्छु मुभमेन्ट गर्न सक्छु कभर यहाँबाट एडिट गर्न सक्छु राइट यहाँबाट हामी पप पनि गर्न सक्छौँ है भाइ त यहाँबाट यो चारवटा कुरामा क्लिक गरेर बाहिर निकाल्न सक्छौँ र क्विकली अघि एउटा प्रब्लम फिक्स गरिहालौँ है त रोटेटमा जाँदाखेरि रोटेटको माथिल्लो की फ्रेम हाम्रो आउट अफ द फ्रेम गयो यो टाइप अफ ग्लिच हो रिजल्भ हो किन भन्दा की फ्रेमका विन्डोहरू लेटेस्ट भर्सनमा मात्रै आएको पहिला थिएन सो यी 100% रिफाइन्ड अझै पनि भइसकेको छैन यो प्यारामिटरबाट म लेफ्ट एन्ड राइट जुम गर्न सक्थेँ भने यो प्यारामिटरबाट अप एन्ड डाउन जुम गर्न मैले सक्नुपर्ने हो तर यो चाहिँ ग्रेड आउट छ किन भन्दा 3 डटमा गएर अटो जुम मेरो अन छ अटो जुम हाइटलाई मैले अफ गरिदिएँ भने अब मैले यसलाई तलमाथि गरेर माथिको की फ्रेम हेर्न पाउनुपर्ने हो तर अझै पनि पाइनँ किन भन्दा केही गरे पनि यसले मेरो माथिल्लो की फ्रेम देखाएको छैन ओके इट्स अ टाइप अफ बग यदि यस्तो खालको समस्या आयो भने तलको विन्डोबाट तलको की फ्रेम विन्डोबाट केही की फ्रेमलाई थोरै भ्यालु ट्विक गर्नुभयो भने माथिको सही हुन्छ धेरै जस्तो टाइम मोस्ट अफ द टाइम कहिले के हुँदैन भन्ने समस्या पनि आएको छ आई होप नेक्स्ट भर्सनहरूमा यो सल्भ होला यदि हामी फ्युजनमा गयौँ भने फ्युजन ट्याबमा गयो भने फ्युजनमा हामीलाई एनिमेसनको लागि की फ्रेमको र स्प्लाइनको दुईटा अलग अलग विन्डो दिएको छ यसका यो जुन की फ्रेमहरू छ जस्तो कि हामी क्लिपलाई लिएर फ्युजनमा आयौँ यसमा हामी एउटा सेम ट्रान्सफर्म एड गर्छौँ राइट 0 फ्रेम ओके यसमा केही ध्यान नदिनु बस म थोरै डेमो मात्रै ताकि माइन्डमा बसोस् ओके पिभट थोरै यसलाई यहाँ राखौँ यहाँबाट की फ्रेम लगाउँ थोरै अगाडि जाउँ यहाँ ओके 1.5 ओके अब यहाँबाट प्ले गर्यो भने ओके अब सेम त्यही एनिमेसन हामीले क्रिएट गर्यौँ यदि हामी की फ्रेममा गयो भने त्यही की फ्रेम जुन हामीले उतापट्टि देखेका थियौँ सेम की फ्रेम हुन् यिनीहरू यहाँ देखाउने थोरै तरिका फरक छ ओके सेम एनिमेसन राइट र यही एनिमेसनलाई हामी अघिको कर्भ एडिट गर्नको लागि स्प्लाइनमा जान सक्थ्यौँ राइट यहाँबाट ट्रान्सफर्म क्लिक गर्न सक्थ्यौँ यहाँबाट अटो फिट क्लिक गर्न सक्थ्यौँ र यो दुईटै कुरालाई सिलेक्ट गरेर एस प्रेस गर्यो भने इज एन्ड आउट हुन्थ्यो र यो कर्भबाट हामी यसलाई सेम उताको जस्तै बनाउन सक्थ्यौँ राइट यो खालको मुभमेन्ट दिन सक्थ्यौँ
फ्युजनका जो एनिमेसनका कब एडिटरहरू छ एकदमै म्याच्योर छ, एकदमै वेल कन्स्ट्रक्टेड छ। एडिट पेज पछि पनि त्यति म्याच्योर छैन। फेरि पनि 99% काम हामी एडिट पेजकै की फ्रेम विन्डोबाट पनि गर्न सक्छौँ। आजको लागि एनिमेसन क्लास यति नै। तपाईँहरूलाई कस्तो लाग्यो एनिमेसन क्लास? कुनै कुरा बिचमा कन्फ्युज हुनुभयो भने यी कुराहरू मैले बुझिनँ भनेर कमेन्टमा लेख्नु होला अथवा हाम्रो फेसबुक ग्रुपमा आउनु होला। हाम्रो फेसबुक ग्रुप क्रिएट गरेका छौँ, जुनसुकै क्वेसन पनि क्लाससँग रिलेटेड, ओके, क्लाससँग रिलेटेड जस्तोकै क्वेसन पनि तपाईँहरू त्यहाँ फ्रीली सोध्न सक्नुहुन्छ। म आफै उत्तर दिने कोसिस गर्नेछु। आजको क्लास कस्तो लाग्यो? कतिपय कुरा बुझिएन भने बुझिएन भन्नु होला, बुझियो भने बुझ्यो भन्नु होला। फ्युचरको क्लासहरूमा यो कुराहरू इम्प्लिमेन्ट गर्नुहोस् भनेर कुनै कुरा छ भने सजेसन दिनु होला। आई होप म तपाईँहरूलाई धेरै कुरा सिकाउन सफल भएको छु भन्ने आशा गर्दै अगाडिका क्लासहरू अझ बेटर बनाउने कोसिस गर्नेछु भन्दै आजको क्लासबाट बिदा हुन्छु। बाई बाई।